हेलो साथी, गुड मर्निङ। ल आयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। त हामी काममा आइसकेको। ल चिया पनि घरभित्र ल्याइदिनु भएको छ। चिया दिएर हामी चाहिँ चिया पिउन लागेको यहाँ। चिया सिया खाएर डक्क काम सुरु हुन्छ। चलो हो गया रिकॉर्ड। चलो चाय पी लेते हैं, सुबह हो गया अभी। सुबह चाय पियो, आराम करो। Cheers guys, cheers. यो हामीलाई कुर्सी देखो जरा, देखो। यो ऐसन देखो अरे, ये और सीमेंट बोर्ड का काम 2 दिन से लगा रहे रे यार, 3 दिन हो गए इसमें। साथीहरु यस्तो डक्क हालेपछि यहाँबाट चाहिँ किला लाग्छ स्क्रु। यो पनि यस्तो ढकढक गर्दैन, यस्तो यहाँबाट बाहिरबाट अनि भित्र बाहिरबाट किला लाग्छ। यस्तो बोर्ड बन्छ यस्तो। यहाँ हेर्नुहोस्, के अरे यो माथि नै हाल्न बाँकी छ। हाम्रो चाहिँ यो भइरहेछ काम। यो हाम्रो सरकार यतातिर यो चाहिँ हिजो हालेको हो। यो पुरै हिजो अस्ति हिजो आज 3 दिन भइसक्यो। यहाँ बुढाल्न लागेको, भ्याइएको छैन। अब आज भ्याइन्छ होला लगभग। आज अझै बाँकी छ हाल्न। अब यसको यो साइड हाल्यो भने भ्याइन्छ, माथिको भित्र बाहिर बाँकी छ। अनि यो साइडको त्यो साइड बाँकी छ। ल यसो बोर्डहरू यहाँ छ। ल फाइनली लगभग अब कम्प्लिट भइसकेको छ। बाहिरको भाग चाहिँ कम्प्लिट भइसक्यो। बोर्ड हानेर अब बाहिरको चाहिँ कम्प्लिट भइसक्यो। हाम्रा मुत्री साहब चाहिँ हान्दै हुनुहुन्छ। भित्र चाहिँ बाँकी छ। यो साइड हालेपछि बोर्डको काम चाहिँ कम्प्लिट हुन्छ। पछाडि यहाँ र अब त्यहाँ हान्न बाँकी छ। अब यो झ्यालको ढोका चाहिँ अरूले नै गराउँछन्, युपिबिसीको हाल्ने अरे। अब फलामको गराउने त हामीले गराइहाल्थ्यौँ नि। ल खै त्यस्तै हो, भइरहेछ काम चाहिँ घचाघच। यहाँ चाहिँ कटिङ हुने कामहरू भइरहेछ। मैले चाहिँ कटिङ गर्छु। हेलो साथीहरू, ल हामीले चाहिँ सिमेन्ट बोर्ड लगाइसकेका छौँ। यहाँ चाहिँ होइन पुरै कम्प्लिट गरिसकेका छौँ। अब चाहिँ हामीहरूले यो एकचोटि सर र भिडियो हेर्नुहोस्, पुरै कम्प्लिट भइसक्यो। अब हामीहरू चाहिँ यहाँबाट निस्किने हो। अब चाहिँ मेरो त्यो अर्को मिस्त्री चाहिँ निस्किसक्यो के अरे। अब म चाहिँ निस्किनलाई रेडी भइसक्यो। अब हामी निस्किसक्यौँ यहाँदेखि। लगाइ चाहिँ हामीहरू यता बस पार्कतिर आइपुग्यौँ के अरे, सुर्खेतको। त्यो त अलि भिडभाड आजभोलि अलि हटिया रहेछ कि, पुलिसले छपछाप गरेर भित्र हाल्ने भएको हुनाले। ल हेर्नुहोस्, हाम्रो सामानहरू यति धेरै छ होइन। काम एउटा सिमेन्ट बोर्ड हान्ने काम मात्रै हो। अब त्यहाँ वेल्डिङ मेसिन पनि चाहियो। अनि ह्यामरिङ ड्रिल त्यो पार्टिसनको लागि लगेको। अर्को चार्जवाला ड्रिल, यो माथिको चार्जवाला ड्रिल बत्ती गयो भने काम चाहिँ भइरहन्छ। साथीहरू अगाडि भिडियो हेर्नुभयो होला के कस्तो थियो भिडियो। सिमेन्ट बोर्ड हानेको चाहिँ त्यस्तै गरी हानिन्छ।
ल भिडियो हेरेर कमेन्ट लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला। यस्तै नयाँ नयाँ भिडियोहरू अब अपडेट भइरहेको छ। ल गाइज अब यस्तै हो, हामी कारखानातिर जान लागेको। अब कारखाना गएपछि कारखानामा काम हुन्छ के अरे, अब साइड चाहिँ भ्याइयो आजको लागि। यसो बुलबुले पेट्रोल पम्प बुलबुले पेट्रोल पम्पदेखि लगाएर हाम्रो यहाँबाट अलि अगाडि आएर लक्ष्मी ब्याङ्क चाहिँ यहाँ ट्याक्कै तलतिर साइडमा, यहाँदेखि भित्र छिर्ने पहिला ट्राफिक पुलिस जाने बाटो। यहाँदेखि टक्क तल आयो होइन, अलि अगाडि बेलपाटी तोक्ने आउँछ भन्ने होइन नि त, त्यो देखिन्छ। अनि बेलपाटी खेल फाटेको छ, खेल फाटेको छ, खेल फाटेको छ, खेल फाटेको छ। यहाँबाट टक्क राइट साइडमा लेफ्ट टर्न यस्तो वाला यो डहरा आउँछ, जाली लगाएको छ। अबको 2 मिनटमा पुगिन्छ बाइकमा। हो यी बजारले बाटो काटेको यस्तै हो क्या, मर्यो त्यतिर आउन देखाउनै मन लाग्यो त। कोलकाता फर्काइरहेको मैले अगाडि यहाँबाट एकदम यो नेपाल सरकारले फिट गरिदिएको बाटो हो, ढुङ्गा बाटो खासै कति छैन, ग्राभेल मात्रै हो, ग्राभेल मात्रै हो। सकेका छन् कारखाना आइसक्यो, पुगिसक्यो। सरकार अगाडि आइएछन् क्या, अलिक सामान भनिरहेको छ। अच्छा अब तो नहीं किसी का कोई नहीं है क्या? अरे ल कारखाना पुगिसक्यो हामी टक्क लाएर हाम्रो साउने युनियन है हाम्रो कारखाना चाहिँ यस्तो छ, तातो पानी हो, तल्लो तातो पानी सुर्खेत। यहाँ चाहिँ तपाईको यस्ता यस्ता कुर्सी टेबलहरू बन्छन्, हेर्नुस् यहाँ युनियन टेबलहरू 2x2 को, यो पनि 2x2 को, यो पनि 2x2 को, यो 2x4 को, यो 4x4 को, अनि यो झुला हो, यसरी झुल्ने बसेर ल यस्ता यस्ता चिजहरू बन्छन् है। यदि बनाउनु परेमा सम्पर्क गर्नुहुन्छ। यो यस्तो यो काँडे तारको पोलहरू, जालीको पोल, यस्तो यो प्लाइवुडको काम पनि हुन्छ, काठको कामहरू, टेबल टेनिसको बोर्ड, कपडा झुन्डाउने ह्याङ्गर, त्यो कपडा झुन्डाउने ह्याङ्गर, यो चाहिँ टेबल टेनिसको बोर्ड टक्क लाएर यहाँ हाम्रो भजन चाहिँ हेर्नु। यहाँ ग्यास पनि पाउँछ है गाइस। ल यहाँ ग्यास कटरले काम पनि हुन्छ। यो आइबिएमका प्लेटहरू, यो आइबिएमको पोलहरू बनियो, एउटा ठुलो चाहिँ एउटा टेन्डर पडेको छ यहाँ। अब काम भयो भने म चाहिँ देखाउँछु भिडियोमा। साथीहरु यस्तै भिडियो हेर्नको लागि लाइक एन्ड शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला।